गाइज आज चाहिँ स्विमिङ खेल्नु गएको गाइज हामी चाहिँ अब दुई तिन दिनले त केही कन्टेन्ट नै भेटेको थिएन। मेरो एक्जाम पनि चलिरहेको थियो अनि म एक्जाममा तयारी गरिरहेको थिएँ नि। मेरो एक्जाम चलिरहेछ अहिले चाहिँ पहिले पनि खेल्नु गएको त थिएँ तर मैले भिडियो त्यो बेलामा मेरो च्यानल नै थिएन। अब त्यसो पनि पहिले च्यानलको बारेमा केही थाहा पनि थिएन कि मलाई। मैले यो चाहिँ कुरा बुझेँ नि कि यति सबै मेरो नाक मात्रै देखिरहेको रहेछ, मुख चाहिँ देखेकै छैन। अहिले चाहिँ म हल्का सम्हालेर म भ्लग गर्दैछु। अहिले देखिरहेको छ कि छैन मलाई थाहा छैन, कि रेकर्ड पनि भएको छ कि छैन। यहाँ गाइस धानबारी उतातिर चाहिँ सुटिङको लागि आउनु भएछ दिदी। हामी बुढो भइसकेपछि हेर्नुपर्छ कि यस्तो बनाएको थियौँ भने याद त हुन्छ नि त। पहिले गाइस यता चाहिँ म्याच हुन्थ्यो नि फुटबलको, तर अहिले चाहिँ हुनु छोडेछ। अब यति घाममा पनि गाइस यति थक्दैछ नि अहिले मौसमले यहाँ बिहान चिसो थियो नि, अनि अहिले गर्मी। अब त आउँदाखेरि पनि गुगल हेरेर आउनुपर्छ गाइज। अब आउँदाखेरि पनि गुगल हेरेर आउनुपर्छ। 1 बजीतिर डर्रो घाम पर्छ भन्ने गुगलले भनि त राखेको थियो, इग्नोर गरेर आइन्छ अरे। यता त मेरो पहिलेको साथी थियो, तर अहिले चाहिँ उसले एकचोटि हाम्रो स्कुलमा पढ्यो, अर्कोचोटि छोडिदियो अनि फेरि पऱ्यो, अनि अहिले फेरि छोडिदिएको छ। खोइ कस्तो थियो। अनि त्यसको नाम हो एन्जल खोइ के हरायौँ मामा, हामी हरायौँ किन। अहिले चाहिँ कसको चाहिँ घरको अगाडि बसिरहेको छौँ, हामीलाई केही आइडिया छैन हामीलाई। मामु स्विमिङ खेल्ने भनेर चाहिँ आयौँ, तर बाटो चाहिँ बिर्सी गयौँ नि। तर म दिलवाला चाहिँ रोनाल्डोकै फ्यान हो भन्नु कसरी, दुइटैको फ्यान हो म। हजुर खोइ काम र यहाँबाट त तपाईँको ड्युटी जाने होइन। फेरि मामु चाहिँ छाता चोक भनेर आफ्नो ड्युटी पुऱ्याउन आउनु भएको थियो। आफ्नो जता काम गर्नु हुँदैन त्यहाँ पुऱ्याउन आउनु भएको थियो, छाता चोक भनेर। यसो गाइस हामीले चाहिँ छाता चोक चाहिँ अब सायद अर्को साल नै पुग्नु। साँच्चीकै त्यो मेरो त्यो साथी पनि थियो जसलाई मैले अघि भर्खर साउथ चाहिँ दिएको थिएँ। अब अगर तिमीले हाम्रो भ्लग हेर्दैछौ नि अन्त्यपछि तिमीलाई तेरोको बाटो थाहा छ भने हामीले भनाए, तर यो बाटो हामी सही छैनौँ। अब के हुन्छ मै भयो त हौ मामु। हजुर यो त फेरि मामु भर्खर बाहिर गएर फेरि निक्लेर फेरि हामी जान आएको स्विमिङको लागि। मोबाइलको चार्ज फेरि 20%। अब तेराको रिकर्ड गरिन्छ कि गरिँदैन थाहा छैन। अहिले चाहिँ म यो बन्द गर्छु, अब त्यहाँसम्म पुग्दाखेरि नै पुग्ला जस्तो लागिरहेछ। अहिले चाहिँ म बन्द गर्दैछु ल। हल्का अब त्यहाँ पुगिसकेपछि म खिच्छु। के पनि गएर हामी चाहिँ आयौँ। जानु चाहिँ कहाँ हो दाइ? सत्तलेट कहाँ छ? सत्तलेट हजुर
यही हो हेलो गाइज अनि चाहिँ म यता पानीमा एकचोटि डुब्की हालेर आइसकेको छु अहिले गाइज अहिले चाहिँ म यता फेरि डुब्की लाउनु आँटेको हेर्नु डुब्की लाउने हो भने तर मलाई आफै आउँछ अनि गाइज अहिले चाहिँ हाम्रो यो के भन्छ यो सबै सकिसक्यो अनि यो स्विमिङ सक्यो अहिले चाहिँ गाइज म धेरै ड्राई फिल गर्दैछु अनि एकदमै राम्रो ठाउँ रहेछ मतलब म त सानोमै नआएँ अब त्यो ठुलो पनि थियो तर म डुब्छु भनेर कस्तो मामाले मान्नै नभएको हौ म डुब्छु भनेर मलाई सानो पुलमा हालिदिनु भयो तर मामको कुरा चाहिँ सही नै रहेछ म त डुबेँ सानो पुलमा पनि त्यही भएर गाइज म यो भन्न चाहन्छु कि कहिले पनि स्विमिङ जाँदाखेरि एउटा ठुलो मान्छेको साइडमै स्विमिङ गर्नु न त डुब्नेको सम्भावना धेरै छ म पनि डुबेँ गाइज यहाँ मेरो हातहरूको सुकिसक्यो यस्तो छालाहरू निक्लियो गाइज मेरो खुट्टाहरू लोहाको रोड जस्तो भारी भइरहेछ मामु के खानु भइन्छ यस्तो भोक लागिरहेछ नि मलाई यस्तो भोक लागिरहेछ चलो बहुत ज्यादा गर्छु चढ्नु गाइज हाम्रो चाहिँ स्विमिङ सेसन एकदम नै राम्रो भयो अब मामु चाहिँ यो स्विमिङ गर्नु भएन मामु चाहिँ स्विमिङ गर्नु भएन तर म स्विमिङ गरेँ अनि यता यता टेक्वान्डो कराटे फुटबल सबै हुन्छ अनि अहिले म जाँदाखेरि चाहिँ अहिले यता फुटबलको टाइम भइरहेको थियो अनि त्यो फुटबल खेल्नेवाला अनि त्यसपछि फुटबल खेल्नेवाला दाइहरू चाहिँ हजुर भइरहेछ त गाइस के होइन तर म साथीसँग चाहिँ भेट्नु पाइनँ तर के होइन म अर्कोचोटि आउँदाखेरि चाहिँ भेट्नेको धेरै कोसिस गर्छु तपाईँहरूलाई थाहा नै छ कोसिसको मतलब मेरोबाट के छ
भनेर म भेट्दिनँ। मेरो मामु चाहिँ मामु धेरै दयावान हुनुहुन्छ र मेरो मामु सबैभन्दा राम्रो मामु हुनुहुन्छ अनि मेरो मामु विश्वको सबैभन्दा राम्रो मामु हुनुहुन्छ भन्दैछु किनकि यो रियालिटी पनि हो के रियालिटी पनि हो के हजुर हेलो मामु तपाईँ खाली पछाडि नहेर्नु न हो फेरि एक्सिडेन्ट हुनुको सम्भावना धेरै छ। यो लोकेसन चाहिँ हाम्रो रुमको धेरै छेउमा रहेछ अनि अब चाहिँ यो रुमको छेउमा हुनेले म यता आउनु चाहिँ सक्थेँ नि गाइज तर एउटा प्रब्लम भएछ अब मैले रुम नै छोडिसकेँ। अब चाहिँ गाइज म विकेन्डहरूमा जहिले यतै आउँछु 200 अनलिमिटेड खेल्नु पाइन्छ। म 300 बोकेर आउँछु 100 रुपियाँ ग्लासको लागि अनि 200 चाहिँ स्विमिङको लागि। अनि तपाईँ म चाहिँ सानोमा यत्तिकै म तिर्नु सक्दिनँ भने चाहिँ खेलेको नत्र तेरो ठुलो पनि अनलक नै थियो मतलब तेरो ठुलो पनि युज गर्नु सक्थेँ तर ठुलोवालामा चाहिँ हल्का धेरै सुविधा रहेछ कि धेरै सुविधा रहेछ म सानोभन्दा त्यो फिल्टर सबै रहेछ। अब स्काई त सबैले थाहा नै छ त मामु ब्लू हुन्छ भन्ने होइन येल्लो हुन्छ।